Right. Finally, we reach our destination. गुफा फहरे जस्तो फोटो भिडियोमा तपाईहरुले अरूको देख्नुहुन्छ त्यस्तो छैन जुन लेभलमा सोचेको थिए त्यो लेभलमा रहेनछ यो चाहिँ चैनपुर नगरपालिका 1 गुफा पोखरी सङ्खुवा सभा पर्दो रहेछ यो त चैनपुरमा पर्दो रहेछ त यार नगरपालिका त ओहो यहाँ चाहिँ ढलान गरेर ठिक गरेको रहेछ बिचमा कहाँ बसेर कराउँदै हुनुहुन्छ हाम्रो याखेदा ए दादा पानीले चुटेन भुइँमा झरेको टिपी ओरी पछाडि ब्याग छोड्दै भाग्नु भएको थियो ठिक छ नि अवस्था एकदम गुफा पोखरी चाहिँ राम्रो च्वाक छ भनेर हेरेर नआउनु होला मेरो हात सेक्नु चाहिँ पायो अपरेसन सुकेको त हामी बाँच्दैन नि त पानी भेट्यो पानी ए साथी लामपोखरी आउनुभन्दा अगाडि भेटेर म त्यहाँनिर एक घन्टा बसेर आएको भर्खर आएको मेरो दादा तपाईँलाई म हेरेर माया एक्सपेक्टेसन भएछ रियालिटी गुफा पोखरी ल हामी सुके पोखरी आएर यहाँ यो चटपटे खान तयारी गर्दैछौँ के हो ग्यास्ट्रिकको दबाई हो ल ठिक छ दाजु दा दबाई त्यहाँ त्यो बजाउने माथि बसी खाँदै चटपटे नखाने मान्छेलाई पनि चटपटे राखेर लगाउनु यो मेरो है फेरि म यहाँ राखेदैको राख्दै हो क्या मैले लगिसक्नु भयो जस्तो चाख्नु त यो त पानी छ मेरो उहाँ लग्नु भयो होला उहाँले लग्नु भयो क्या ल झट्ट हाम्रो चाहिँ नाइटको खाना आइसक्यो होइन दामी ल सुरुमा चाहिँ राइट गुड मर्निङ सबैजनालाई अन्त अब हामी चाहिँ यहाँ माथि उठिरहेको छौँ होइन हिजो बत्ती सत्ती गरेर जान्छ थिएन भ्लग बनाउनु पाइएर अनि हामी चाहिँ यो 13 थुम होटल किराना पसलमा बसेको थियो यस्तो छ यहाँ चाहिँ अहिले खुलेर बिहान यस्तो रमाइलो छ है क्यामेरामा खासै देखिँदैन अनि यो चिसो छ अब यहाँ कता झ्याउ पोखरी भन्ने ठाउँसम्म जाने कुरा चल्दैछ हाम्रो हेरौँ अब यतापट्टि गएर हिजो त्यो मैले देखाएको गुफा पोखरी मात्रै छ त्यही हो अब हामी चिया खानुपर्छ घुमेर आउँछु होइन पोखरीमा अनि फर्स्ट टाइम भएकोले यहाँ दादाहरू चाहिँ यतै बस्नुभयो हाम्रो दाइहरू म चाहिँ एक राउन्ड हानेर आउँछु यतै यस्तो रहेछ यहाँ यो प्लटिङ गरेर के गर्यो नि हामी त मिल्की जाने भनेको आज अवस्था पानी परेर काम दिएन त्यही हो माथि पर पोखरी एक राउन्ड हानेर आउँछु अब ल म चाहिँ ठ्याक्कै पोखरीमा आइपुगेँ होइन यो सौपाबो के हो भने थाहा छैन
ट्याक्कै यो 69,325 बनिया रहेछ। अलि गुराँसको टाइप सुनिरहेछ त यार यहाँ त भ्याउन झन्नै लडेको। यहाँ चाहिँ रहेछ के हो यो अब लेखेको रहेछ नुनडाकी 1580 मिटर, चैनपुर 1315 मिटर, तुमलिङडाँडा 518 मिटर, द माउन्टेन इन्स्टिच्युट। यहाँ के लिएर म चाहिँ भित्र जानु पर्यो त्यो यो चिजसँग। फोटो चाहिँ सेल्फी आज खिचिदिने मान्छे छैन, गाह्रो छ मलाई। यहाँबाट चाहिँ यस्तो देखिँदो रहेछ ठिक्क छिरिसकेपछि चाहिँ दामी। यता पानी रहेछ यति चाहिँ नाइस। यहाँबाट त्यहाँ चाहिँ राम्रो देखिँदो रहेछ, तर जुन माथिबाट हेर्दाखेरि चाहिँ खासै राम्रो नदेखिने रहेछ। यसो जाँदाखेरि चाहिँ यहाँ पर जानुपर्छ चाहिँ त्यहाँनिर फोटो खिच्नलाई। ल म चाहिँ अब एक राउन्ड लाउनु पऱ्यो वरिपरि घुमेर, अनि फोटो खिच्दै बस्नु पऱ्यो एक दुईवटा ठाउँ भएर। अनि म यो माथि डाँडा जानु ट्राई गर्छु, त्यो डाँडाबाट पनि तपाईँहरूलाई कस्तो हुन्छ देखाउँछु है त। अहिलेलाई चाहिँ यस्तो छ यो पोखरी चाहिँ अब के भएर सुक्यो चाहिँ थाहा भएन होइन। यो चाहिँ हामी चाहिँ 28-90 मिटरको हाइटमा छौँ एप्रोक्सिमेटली। यो बढ्यो भने चाहिँ 29-20सम्म जाला। पानी पनि थोरै रहेछ, यहाँ परसम्म रहेछ, पानी पनि धेरै रहेछ। यहाँ बल्ल हिँड्यो भने पनि हुने रहेछ। अब यहाँ पानी आउनलाई चाहिँ के गर्छ होला त स्थानीयहरूले, नर्मली कुरा त। पारिपट्टि यहाँनिर यो गुराँसको बोट। मैले यहाँ पहिले सुनेअनुसार चाहिँ यहाँ एउटा पनि पात झऱ्यो भने एउटा चरा बस्थ्यो र त्यसले चाहिँ टिपेर बाहिर लग्थ्यो भन्ने सुने मैले। अब अहिले त यहाँ मान्छेहरू धेरै आएर घुमेर अब धेरै चहल पहल भएर पनि बस्नु छोडेको होला। यताबाट रहेछ नि, यति मात्रै रहेछ त बार, फेरि यतातिर अरू त छैन त बार लाग्यो। ल म चाहिँ यहाँ ट्याक्कै यो पोखरीको छेउमा बसिरहेको छु होइन, यो साइडमा। यहाँबाट यता पनि देखिन्छ, यता पनि देखिन्छ। अनि मेरो चाहिँ गोप्रोको चार्जै सक्यो, अब चार्ज लाउँ भने पनि छैन। त्यही हो, म चाहिँ अब एकछिन यहाँ बस्छु अनि जान्छु यता डाँडा पनि जान्छु, अनि यता डाँडा पनि जान्छु, अनि फोटो खिच्छु आउँछु। अब मेरो खिचिदिने चाहिँ कोही छैन। पोखरीको भ्यू एक्सपेक्टेसन यस्तो दामी बवाल, रियालिटी नभए जुम गरेर ट्यागका मिलाइ यसरी खिच्यो भने चाहिँ दामी है, नत्र त छैन। पानी परेर होइन खत्तम भयो।
गरेको है। यस्तो छ वेदर खासै राम्रो हाम्रो। हामी चाहिँ यहाँ बाइक लाग्दैछौँ गोठापोखरीबाट। यस्तो छ अवस्था, यहाँ यस्तो छ हरियाली। अगाडि यस्तोमा हामी चाहिँ हेलो गाडी फस्छ भनेर यहाँ हाम्रो पारा चाहिँ अलिकति हिँडाउँदै हुन्छ। आम्मामा दाई गर्दा नि त दाई। ओभरड्रिफ्ट ए भिडियो नै रेकर्ड गरेको छु मैले। ल सागबहादुरबाट अब मासुबहादुर भइसक्यो हामी आजदेखि। साक्सिङबाट बाक्सिङ यो भिडियोलाई चाहिँ म यहीँ हस्त नमस्ते गरिदिन चाहन्छु। इन्डिङ चट्ट लाएर